ईश्वरको बारेमा बताएको के जसले स्वर्ग पृथ्वीको सृजना भयो तपाईँ हामी सबै मानव जातिलाई बनाउनु भयो उहाँ ईश्वरको बारेमा बताउँदै हिँड्ने तपाईँ म सबै उहाँको छोराछोरी हो यो ईश्वरको बारेमा हामीले बुझ्यौँ भने चाहिँ यहाँले गर्नुभएको प्रेमको बारेमा यो प्रेमदेखि चाहिँ यो ईश्वरको प्रेमदेखि चाहिँ मृत्युले त अलग गर्न सक्दैन मृत्युले पनि छुटाउन सक्दैन नि यो सम्बन्ध र यो प्रेम छ हामीलाई बनाउने ईश्वर हुनुहुन्छ उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ धेरै प्रेम गर्नुहुन्छ अनि हामीलाई कहिले पनि त्याग्नुहुन्न यीशुको बलिदानले चाहिँ पापदेखि मान्छेलाई बचाउनेछ भन्ने कुरा बताउँ भनेर पठाउनु भयो अनि त्यसरी चाहिँ उहाँले मानव जातिको लागि बाटो तयार गर्नुभयो यसरी भनौँ बाटो सच्चै र जीवन म नै हुँ म द्वारा बाहेक कोही पनि पिता कहाँ हुन सक्दैन मेरो पापको कारणले मैले गरेको गल्तीको कारणले गर्दा क्रुसमा तागिनु भयो मारिनुभयो चिहानमा गाडिनु भयो र फेरि 3 दिनपछि बौरी उठ्नुभयो र स्वर्ग उठाइ लगिनु भयो उहाँ मेरो चङ्गैकर्ता हुनुहुन्छ उद्धारकर्ता हुनुहुन्छ मुक्तिदाता हुनुहुन्छ भनेर मुखले के गर्छु स्वीकार गर्छु अनि हृदयले के गर्छु विश्वास गर्छु तपाईँले के गरिरहनु भएको छ देखिरहनु भएको छ तपाईँलाई धेरै माया गर्नुहुन्छ ब्रह्माण्ड सृष्टि गर्नुभएको हो कि उहाँले सारा ब्रह्माण्ड स्वर्ग पृथ्वी सबै मानव जातिलाई बनाउने ईश्वर उहाँले कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा क्रुसले देख्नुभयो नि त्यो क्रुस चाहिँ तपाईँ मलाई प्रेम गरेको कारणले गर्दा हामीले गरेको गल्तीको सजाय हामी तागिने क्रुसमा